हेलो गाइस, नमस्ते। म शिव कुमार। आज चाहिँ म तपाईँहरूलाई ल्याम्ब ग्योजा बनाएर देखाइरहेको छु। र सबभन्दा पहिला हामीले ल्याम्ब ग्योजा मिन्स फ्रेन्च फ्राई हो। हामीले ल्याम्बलाई यसरी मिक्सिङ गरेको छौँ। मिक्स गरिसकेपछि हामीले जो मैदा ल्याएको छ, मैदा र हामीले लोटस फ्लावर पनि मिक्स गरेको छौँ। जब मिक्स गरेपछि हामीले जो यसरी पत्ता काटेको छौँ, पत्ता यसरी काट्नुपर्छ। जब पत्ता काटिसकेपछि हामीले जो ल्याम्पको फिलिङ हामीले यसमा भित्र स्टफिङ गर्नुपर्छ। स्टफिङ गरेपछि हामीले यसरी डिजाइन गरेर हामीले बनाउनुपर्छ। ल हामीले जो यो बनाएको हामीले एक पोर्सनमा खालि 4 पिस दिन्छौँ र यसको एकदमै धेरै डिमान्ड हुन्छ यसको। र तपाईँहरूलाई मैले यो सर्ट भिडियो बनाएको कस्तो लाग्यो, मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस्। र फेरि फेरि यसरी राम्रो राम्रो भिडियो लिएर आउनेछु। थ्याङ्क यू भेरी मच।